हेलो फ्रेन्ड्स होइन आज म धेरै पछि एउटा सानो मिनी भ्लग लिएर आएको छु अनि मिनी भ्लगमा के हुन्छ भन्दाखेरिमा यत्तिकै बोलिन्छ पतर पतर गरिन्छ त्यही नै हो कपाल मिलाइन्छ टक 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 अनि कस्तो अलि पर लानु पर्यो मान्छे म ह्यान्डसम हो होइन ह्यान्डसम पनि बबाल ह्यान्डसम हो कोही छोडिदिने छ भने सोच्दा हुन्छ गर्ने कुरो हात यस्तो गर्ने बस्ने गर्दै बस्ने त्यही नै हो पारि देखिएको त्यो जङ्गल चाहिँ भार्केस भन्छन् त्यसलाई दामी देखिन्छ जस्तो लाग्छ भ्यू होइन आफू पनि देखिनु पऱ्यो जङ्गल पनि देखिनु पऱ्यो टक्क होइन हेर्नु न क्या हरिब देखिन्छ होइन उ टक्क बादल देखिन्छ बादल मुनि जङ्गल छ जङ्गलमाथि बादल छ होइन आकाश जोडिए जस्तो देखिन्छ क्षितिज पारी उनको बस्तीमा भने जस्तो त्यो क्षितिज हो होइन त्यो क्षितिज हो क्षितिजले डाँडा डाँडा जोडिए जस्तो त्यसका भएको टाउको के भन्ने अब होइन अब म त अब यत्तिकै बसिरहेको छु होइन अहिले देशभरि पानी डेन्जर परिदिरहेछ झरी परेको परै छ यस्तै आफ्नो टाउकोमा त देखिने गरी बोल्छु है म पानी परेको परै छ अनि धेरै किसानहरूलाई अहिले यो पानीले रुवा छ होइन बिजोग छ किसानहरूको अहिले बर्खामा पानी परेन अहिले पानी परेको परै छ कहिले आज पनि यस्तो चाहिँ मौसम यस्तो छ यता देखाइदिउँ न होइन त्यहाँ आज पनि मौसम यस्तो छ अनि हिजो दिनभरि बिहानैदेखि परेको अस्ति पनि बिहानैदेखि परेको झन् अस्ति घाम लागेको थियो त्योभन्दा खन अस्ति चाहिँ फेरि पानी परेको थियो डेन्जर छ दुःख छ के गर्ने किसानलाई त्यही नै हो के गर्ने त्यही पनि दुःख गर्नै पर्यो खेतीपाती गर्नै पर्यो होइन अब यहाँबाट देखिन्न नत्र पनि म देखाइन्थेँ देखिन्न होला कता देखिँदो रहन्छ नभए म सब देखाइन्थेँ होइन त्यही नै हो अब हामी हिँड्यो यहाँ पानी छ पानीमा ल नाइस टु मिट यु पानी पनि के कुरा गर्नु होइन परेको परै गर्दा धिक्क लागिसक्यो अब यो पानी खासमा पर्नुपर्ने चाहिँ असारे महिनामा पानी पर्यो रुजाउने बनी बेलामा पर्नुपर्ने हो पानी पर्यो अहिले पानी कति पर्छस् कुरो बुझ्दैनस् तैँले भने जस्तो भइसक्यो यार पानी लास्टै औडा पर्यो फेरि घाम लागेको चाहिँ यहाँ चाहिँ पुरै मस्तसँगले घाम लागेको छ अब त्यहाँ घाम लागेको छ अब यतै यस्तो छ पानी देखिन्छ नि पानी अघि ठुलो पर्दाखेरि खिचे भए देखिन्थ्यो अहिले चाहिँ खासै देखिँदैन हुन्छ पुरै हुस्सु लाएर बादल आकाशमा त्यो डाँडामा त्यस्तो छ संसारी म यहाँ विचित्र भने जस्तो हुन्छ यस्तो तरिकी भिजा फ्राई गरिदियो कि नो पानीले यो खतम भने जस्तो होइन त्यो पानीमा भिज्यो मेन कुरो कागज ओडा भनौँ न ओडा ल्याउन बिर्स्यो कागज छाता के हुन्थ्यो ल्याउन बिर्स्यो पानी पर्दैन जस्तो भयो अघि त घाम लागेको थियो कि अहिले फेरि त्यो डाँडामा पनि अलिअलि घाम लागेछ तर क्यामेरामा त देखिँदो रहेछ अलि लागेछ अब जुम गरेर देखाउँ है त त्यो त अलिअलि घाम छ त्यहाँ अलिअलि घाम लागेछ अनि नत्र भने त भिजिसक्यो आफू तनाव दिन्छ पानीले तनाव जाडो महिना सुरु भयो आज कति कार्तिकको 15 गते होइन आज कार्तिकको 15 गते पनि त्यसका बादे पानी बर्खामा जस्तो असारे महिनामा जस्तो परेको कति पर्यो है कति पर्यो गऱ्यो है जति परे पनि बुझ्दिनँ भने जस्तो भयो है
के गर्ने परेको छ परेको छ परेको छ परेको छ लेखेको छ लेखेको छ तर जति परे पनि परेको बुझेन भने जस्तो भएछ। त्यही हो होइन। यो मिनी भ्लग हो, त्यसका बाजे मिनी भ्लगमा मिनी स्ट्यान्ड छैन, त्यही भएर समाउँदा तनाव छ। के गर्ने, यस्तो खिच्यो क्या कतै ठ्यास थिचेर हुन्छ ठ्यास 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 ठ्यास, त्यसका बाजे ठ्यास भने जस्तो। ठिक छ, अब अघि भन्दा त अलि सानो आएको छ पानी, के गर्ने होइन। अब यसो गोठाला आयो, अब बेरोटी फाल्छ, बेरोटी खायो, मोज छ नि। म त गाउँले छिटो हो खान्छु आँसो पिठो तरकारीमा गिठो भने जस्तो यसरी बस्थ्यो। ए बेरोटी को पर्यो, मोज छ नि, मोज छ हामीलाई, मोज छ नि, अरू कसैलाई मोज छ। अब खासमा त एउटा हिसाबले भनौँ न, भ्लग बनाउँदाखेरि सबभन्दा सजिलो चाहिँ मलाई लाग्ने चाहिँ खाँदा हो क्या। खाँदा चाहिँ मजा हुन्छ। यस्तो मिठो छ भनेको के, बेलौती साह्रै मिठो छ, त्यही भएर त्यही भएर गाउँमा जन्मिनुपर्छ भन्न खोजेको के होइन। यहाँ अब यो कस्तो मैले कस्तो बेलौती खाएको छु भन्दाखेरि होइन, अब जहाँ त अड्क्यो यार, गेडा अड्किने कि। बेलौती खाँदाखेरि सब मजा छ, तर एउटा कुरा चाहिँ एकदम लास्टै दिमाग खराब हुने चाहिँ है, जहाँ तहाँ यसको बारे गिडा अड्केपछि कस्तो नासँग झुक्छ होइन। अझै एउटा बेलौती ल्याउँछु म। हाम्रो यता कस्तो हुन्छ भन्दाखेरि यसो यो बाटो हिँड्ने मान्छेहरूले बेलौती खाउन् होइन, भोका आएका हुन्छन् भनेर धर्म गरिन्छ क्या। त्यही भएर धर्म गर्नको लागि तीर्थ धाउनु पर्दैन, टाढा जानु पर्दैन भनेको यही हो नि त। अब जति यो बेलौती रोपेको थियो त्यो मान्छेलाई त अब मैले तथास्तु बाबु आशीर्वाद छ भनेर यसो तथास्तु दिन्छु नि त। अनि भोक लाग्नु थालेको थियो, यस्तो नास्ताको व्यवस्था गरिदेऊ बाबु भनेर चाहिँ मैले अब उनीहरूलाई यसो आशीर्वाद दिन्छु होइन। अब त्यही हो, अब 3:30 भयो होइन। मैले यस्तो घारीमा चाहिँ आउनुपर्छ है, धन्नै खसिएन त्यसका बाजे। यस्तो ब्लग बनाउँदै आउने होइन मोबाइलसँगै, त्यसका बाजे खस्यो भने त भ्यायो नि त। अब यहाँ अब यसको पाली हो, यसमा चाहिँ एउटा चाहिँ आजलाई खाने, यो चाहिँ आज खानु पर्ला, अर्को चाहिँ अब यहाँ छ भोलि, त्यो चाहिँ भोलि हो। आजलाई चाहिँ यो चाहिँ फेरि रातो हो, अघि खाएको सेतो हो, तर यो यस्तो छ कि यहाँनिर दुईवटा बुटो रहेछ कि। अघि नै चाहिँ तलतिर जाँदाखेरि टिपेको थिएँ एउटा, अघि टिपेको थिएँ, अनि त्यति बेला टिप्दाखेरि चाहिँ त्यो खाइयो, त्यो चाहिँ कस्तो रातो थियो। अहिलेको चाहिँ दुईवटा टिपेको थिएँ, दुईवटामा चाहिँ दुईटै सेतो रहेछ। अब यो चाहिँ आशा छ रातो हो भन्ने मलाई चाहिँ एउटा शङ्का लागेको छ। रातो हो कि यो, यहाँ जादु छ नि त हाम्रो ठाउँमा। फेरि अब रातो बेलौती भने रातो भन्ने बित्तिकै रातो भइदिन्छ, सेतो भन्ने बित्तिकै सेतो हुन्छ। तर अब यो फेरि हातको फेरि सेतो हुन्न, यो रातै भइसक्यो, मैले रातो भनिसकेँ नि त, त्यो भएर यो रातो भयो। त्यही हो, ढुङ्गामा बस्ने हो। अब चिसो छ ढुङ्गा, त्यही पनि चप्पल काट्ने, चप्पलमाथि बस्ने अनि राखेको है होइन। त्यही हो,
घाम लागेछ त्यो चाहिँ कहाँ हो भन्दाखेरि त्यो बर्तुङ हो हामी यहाँ त्यो खाइरहेछौँ त्यही हो अब धेरै त के बोल्नु धेरै बोल्न पनि खाइ हो यस्तो चाहिँ दिनमा धेरै त म भन्दिनँ यस्तो दिनमा 6-7 गोटा खानु भने त यो ज्यान पनि यो पाखुरा पनि एकदम फुलेर हेर्दै डर लाग्दो जस्तो भइन्थ्यो होला होइन लाग्थ्यो होला भन्नुभयो जिउ लाग्थ्यो होला अब त्यही हो रातो बेलौती देखाउँछु म यो चाहिँ रातो बेलौती हो त्यसको आवाज चाहिँ ठ्यास 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 त्यसका भाउको ठ्यास यो यो ल टक्क बस्ने ढुङ्गामा अनि खाने त्यही त हो 3:30 भयो अब 4 पनि थाल्यो होला अघि कति भएको थियो 3:30 भएको थियो अरे कति बज्यो होला यहाँबाट त्यहाँ जाँदा आधा घन्टा अब त आधा घन्टा बेलुका टिफिन जाँदा क्या बेलुका टिफिन जाँदा आधा घन्टा लाग्यो अब त आधा घन्टा त्यही हो 1 घन्टा भयो अनि 4:30 भयो यो होइन भयो भयो होस् नभएन होस् यसरी होइन रक्क खुल्ला आकाश मुनि यसरी केही छैन ऊ माथि पिपल छ तर पिपल त धेरै माथि नै छ ए टक्क ढुङ्गामा बस्यो ढुङ्गामा ए पाखुरा मात्रै देखेछ क्या ए ढुङ्गो टक्कमा बस्यो बेसी चपायो यो आजकल चाहिँ बेलुकीमा कस्तो हुन्छ भने बाहिरबाट चाहिँ हेर्दा राम्रो भित्र चाहिँ कुहिएको हुन्छ नि त अनि यो बेलुकी पनि कुहिएको थियो होला जस्तो लागेको थियो मलाई पहिला त्यो कुहिएर हिँड्छ राम्रो रहेछ दिल खुश हुआ दिल खुश हुआ अरे दिल खुश कर दिया इसने हमको त्यो भयो नमस्कार छ यसलाई पनि त्यही हो म खिच्नु त खिचेको छु होइन तर मलाई थाहा छैन मेरो अनुहार आएको कि आएको छैन बेलौती आएको छ कि आएन थाहा छैन खिच्ने काममा फेरि जाएको छु भुलिरहेको छु जाडो महिना छ अन्त यति साह्रो जाडो महिना यहाँ सुरु भएको छैन कालेबुङमा हो कालेबुङमा त्यही हो पानी पर्दा जाडो आएको जस्तो हो अरू के हात त्यही हो अरू त के होइन के हो ल जाडो छ आफ्नो ख्याल गर्नु सबैजनाले ल राखेँ ल फोन राखेँ है बाई